नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोटो जलाएको आधारमा कसैलाई गिरफ्तार गर्नु लोकतान्त्रिक मूल्य विपरीत रहेको बताएका छन्। आज सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा व्यक्त गर्दै प्रचण्डले लोकतन्त्रमा विरोधका विभिन्न स्वरूप हुने भन्दै फोटो जलाउनु मात्रको कारणले गिरफ्तारी उचित नभएको उल्लेख गरेका छन्। यसअघि प्रहरीले आजै प्रचण्डको तस्बिर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बमलाई पक्राउ गरेको थियो। चालु आर्थिक वर्षको 8 महिनामा कामको खोजीमा झण्डै 5.5 लाख युवाहरू देश छाडेका छन्। गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने निर्णय गरेका छन्। सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घर जग्गा सरकारका नाममा ल्याउन मन्त्री लेखकले 2 दिन अघि निर्णय गरी कार्यान्वयनमा प्रक्रिया अघि बढाएका छन्। नेकपा एमालेका सांसद रघुजी पन्तले राप्रपाका सांसद ज्ञानेन्द्र साईलाई आफूसँग बहस गर्ने हो भने इतिहास पढेर आउन चेतावनी दिएका छन्। प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा सांसद पन्तले आफ्नो धारणा राख्ने क्रममा राप्रपाका सांसद साईले विरोध गरेपछि पन्तले आफूसँग बहस गर्ने हो भने इतिहास पढेर आउन चेतावनी दिएका छन्। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारलाई राजस्व उठाएर खर्च धान्न सकस परेको बताएका छन्। उनले आजको प्रतिनिधि सभाको बैठकमा यस्तो बताएका हुन्। त्यस्तै उनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व संशोधन विधेयक ल्याउनु परेको समेत बताएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले अहिलेको सरकारले नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको दावी गरेका छन्। विज्ञापन प्रबन्धनमा विज्ञापन एजेन्सीको भूमिका सम्बन्धी क्षमता विकास कार्यक्रमलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै मन्त्रीले पुँजीगत खर्च गर्न नसक्नुको मुख्य कारणमध्ये एक सुशासन कायम हुन नसक्नु रहेको उल्लेख गरेका छन्। सांसद डाक्टर अमरेश कुमार सिंहले मधेसी भएकै कारण निजामती कर्मचारी अस्पतालमा कार्यकारी निर्देशकमा पहिलो नम्बरमा सिफारिस भएर पनि डाक्टर प्रमोद यादवको नियुक्ति नभएको भन्दै आपत्ति जनाएका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा उनले यस्तो आपत्ति जनाएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज 4 वटा विधेयक प्रमाणीकरण गरेका छन्। पौडेलले आइतबार सुरक्षित कारोबार ऐन 2063लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार ई-कमर्सको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन 2059लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक प्रमाणपत्र नक्कली प्रयोग गरी शिक्षक पदमा नियुक्त लिएको आरोपमा पवन कुमार बुढाथोकी विरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अमेरिकाको ट्रम्प प्रशासनले दर्जनौं देशका नागरिकहरूका लागि यात्रा प्रतिबन्ध जारी गर्ने तयारी गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार भुटान सहित 41 देशलाई अमेरिकामा प्रतिबन्ध लगाउने तयारी गरेको छ।